इभिनिङ वकमा हिँडेको हामी अचानक यस्तो डाँडामा आइपुगेका छौँ। यो चाहिँ यङदुङदेखि माथि डाँडा हो। सङ्दो बिचहरू हो यो पर देखिने चाहिँ। कस्तो राम्रो सनसेट देखिरहेछ। अहिले अब इभिनिङ टाइम भइसकेको छ। हामी फादाहरू देखिरहेछ। कस्तो राम्रो देखिरहेछ यहाँ। अलिकति वेदर चाहिँ अब त्यति क्लियर नभएकोले गर्दाखेरि पर कता कता जहाजहरू पनि हराइ गए जस्तो देखिरहेछ। यहाँनिर यस्तो छ, अहिले गर्मी भएर ज्याकेट पनि फुकालेर बोकिरहेको छु। अनि यहाँ वरिपरि कस्तो राम्रो बनाएको रहेछ। मैले त यस्तो बनाएको छ भनेर पनि सोचेको थिइनँ। यहाँ यस्तो राम्रो बनाएको रहेछ कि यहाँनिर हिँड्ने ठाउँहरू। यहाँ तलदेखि यो अर्को साइडदेखि आउँदाखेरि चाहिँ सायद बाटो राम्रो छ। हामी अहिले यो साइडदेखि आएको हो होइन। अनि त्यो साइडदेखि आउँदाखेरि चाहिँ बाटो अलिक ठिकै जङ्गल आएको हो। उकालै कोरियाको जङ्गलमा फेरि च्यानगाडी धेरै हुन्छ। च्यानगाडी हुँदै हामी यता माथि आइपुगेको छौँ। अनि यहाँनिर टावर पनि देखिरहेको छु अगाडिपट्टि। हामी यहाँनिर अब एकछिन बस्छौँ। यहाँ वरिपरि भ्यू देखिने रहेछ। यो साइडमा चाहिँ नामपोदोङ साइडको भ्यू देखिन्छ र उता कता टाढोसम्म देखिँदो रहेछ। म अहिले तपाईँहरूलाई यतातिरको भ्यू पनि देखाउँछु। उतातिर देखाएको भ्यू चाहिँ यङदुङ अनि सङ्दो बिचहरू हो। त्यहाँदेखि अझै उता देखेको टापुहरू भनेको दादीहरू उता कुन टापुहरू थाहा भएन। कस्तो राम्रो ठाउँ देखिरहेछ। चाहिँ थेजन्दै पर्छ यता पर चाहिँ यो परको डाँडा देखिरहेछ। यहाँ वरिपरि यो उर्युक्दोहरू यहाँको भ्यू चाहिँ यस्तो देखिँदो रहेछ। यो माथिको डाँडादेखि यो तल गुम्बा देखिरहेछ। त्यो गुम्बा पनि सानो चिटिक्क परेको राम्रो गुम्बा रहेछ त्यहाँ पनि। अनि यता भयो यो चाहिँ वरिपरिको यहाँको भ्यूहरू है त। पर बजारहरू मलाई पनि त्यति थाहा भएन। यहाँ वरिपरिको भ्यूहरू चाहिँ यस्तो छ। थेजन्दै चाहिँ यता पर पर्छ। पर यहाँनिर पर देखिरहेछ यो चाहिँ बुसान जागल्सीदेखि चाहिँ यो बुसानको घुम्ने जहाज हो। यहाँनिर घुमेर आउँदैछ पर देखिरहेछ। यो चाहिँ घुम्ने जहाज बुसानको घुम्ने जहाज यहाँनिर घुमाउँदैछ। त्यहाँ पनि गइसकेको छ। यहाँ पर उर्युक्दोको आइल्यान्डहरू देखिरहेछ। मैले पहिला यसको पनि भिडियो बनाएर लगाइसकेको छु युट्युबमा। त्यही ब्रिज हो। यहाँ माथि डाँडादेखि चाहिँ यस्तो देखिँदो रहेछ। पहाडदेखि चाहिँ यहाँ वरिपरिको भ्यूहरू चाहिँ यस्तो छ है। गाउँहरू सनसेट हुन लागेको छ। यो साइडदेखि आएको हामी यहाँ तलदेखि। अब यतिदेखि आउनु पनि हामीलाई 1 घन्टाभन्दा धेरै लाग्यो।